आज हामी रबिनका साथमा चुनाव र युवाहरूको सोच बारेमा विश्लेषण गर्नेछु। मेरो पडकास्टमा वेलकम छ रबिनजी। धन्यवाद राजेन्द्रजी। केपी ओली, प्रचण्ड र देउवा जस्ता नेताहरूको पालामा धेरै भ्रष्टाचार भएको कुरा सुनिन्छ। त्यसैले हो त नेपाल पछि परेको रबिनजी, के हाम्रो सोचले नै देशलाई पछि राखेको हो? अभियसली देखिएकै कुरा त हो। अब फागुन 21 को चुनाव नजिकिँदैछ। त्यसैले युवा जाग्नेछन्। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवासँगै भाग्नेछन्। राजेन्द्रजी, रबिनजी, खास गरी केही युवाहरूले नयाँ अनुहार, इमानदार काम गर्ने नेतृत्व चाहिएको कुरा गरिरहेका छन्। के हाल अब? हो राजेन्द्रजी, धेरैले बालेन रवि जस्ता युवालाई अवसर दिनुपर्छ भन्ने धारणा पनि राखिरहेका छन्। परिवर्तन नयाँ सोचबाट आउँछ भन्ने विश्वास छ। हेरौँ फागुन 21 पछि के हुन्छ। आखिरमा देश अगाडि बढ्न सकोस् भन्ने चाहना त सबैको एउटै हो नि। हुन त हो राजेन्द्रजी, तर नेताका झोले कार्यकर्ताहरू र ठूला दलका नेताहरूले न अरूलाई नै काम गर्न दिन्छ न आफू नै गर्छन्। यसैले होला हैन रबिनजी, हाम्रो देश पछि परेको र युवाहरू विदेशिनु परेको। हो राजेन्द्रजी, हाम्रो कल कारखाना उद्योग धन्दा बन्द गरेकै यिनै भ्रष्ट नेताले है। हाम्रो देशलाई हरिकंगाल बनाउने यिनै नेता होइनन्। किन युवा विदेशिनु पर्यो त? युवाहरू यिनैकै कारणले हो। अब युवा जागौ, यिनै बुढा नेताहरू भागौ भन्ने नाराका साथ विदेशीका युवा सादेश फर्कियो। हुन्छ रबिनजी, अब हामी अर्को संवादमा मिल्नेछौँ। ओके, गुड लक। मन परेमा लाइक, कमेन्ट, शेयर गर्न चाहिँ नबिर्सिनु होला।